everyone, welcome back to day 2 of my vlog at Mount Gambier. अहिले 8:30 भइसक्यो ब्रेकफास्ट गर्ने अनि घुम्न जाने भनेको ब्रेकफास्टको तयारी हुँदैछ तर वेदरले चाहिँ साथ दिएन. इट्स कोल्ड विन्डी क्लाउडी एभ्रिथिङ. अनि अब ब्रेकफास्ट बन्दैछ. हेरौँ बोइजहरूले के बनाउँदैछन्. जाने ब्रेकफास्टको तयारी हुँदैछ यहाँ. दिदी बहिनीहरूले एभोकाडो म्यास गर्दैछन्. ए छिटो काम गर हौ सिस्टरहरू. तिमीहरू चाहिँ यहाँ के गरेर आफै बनाउँदै आफै चाख्दै. वाट इज दिस बिहेभियर ब्रदर? भयो किन गाह्रो भयो? तिमी साला भेना बसेर पनि त्यति गर्न सकेनौ? Sister can be your Valentine. It's just a love, brother. You don't need a partner for that. Oh guys, हरू कता हो सबैजना? कोही छैनन् त यहाँ त मान्छेहरू. अर्को सिस्टर चाहिँ पुरै हेयर ड्राईमा व्यस्त हुनुहुँदो रहेछ. हेलो हेलो, दिस इज मी. अरू सिस्टरहरू चाहिँ कहाँ गए थाहा छैन. बेड बनाएर भेट्छ. यहाँ त राम्रो गरेछ नि, अलिअलि बेड बनाएर मिलाए जस्तो गरेर. दुईजना चाहिँ यता आफ्नो दुनियाँमा छन्. यहाँ अगाडि पछाडि यो चाहिँ हाम्रो घर अगाडिको दृश्य हो यो. तर कस्तो वेदरले चाहिँ साथ दिएन क्या. आज चिसो भयो. त्यही उहाँहरू चाहिँ भ्यालेन्टाइन कपालमा त बसेर हेर नि त्यहाँ. रमा फुरफुर फुरफुर गर्दैछ. यो चाहिँ हाम्रो ब्याकयार्ड. तर घाम लागेन, अलिअलि मात्रै लाग्यो. टोस्ट खाइ त. टोस्ट बनाएको नि. कहाँ गए यिनीहरू? कपाल तान्नु पर्ला अहिले आएर. कहाँ गए यहाँको मान्छेहरू, जनताहरू? ब्लू लेक आइपुग्यो हामी. जस्ट 3 to 5 minutes drive from our house where we are living at the moment or staying at the moment, whatever it is. Oh my god, look at this. It looks so nice. त्यो कति धेरै मान्छे छ.
यहाँ कस्तो राम्रो देखा। अब यहाँदेखि हामी सिङ्कोल जाने हो। जाम 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 दाजुभाइहरू जाम सिङ्कोल जाने। ब्लू लेक पछि ब्लू लेक त दामी थियो। नेपालको नेपालको रारा भन्दा त ठिकै होला सायद। रारा गएको छैन, नेपालको राम्रो छ भन्छन्, के गर्नु, आफ्नो देश घुम्न पाएको छैन। विदेशी जिन्दगी यस्तै हो। ओ दिदी बहिनीहरू फोटो खिच्ने हो कि जाने हो? गाडी उता गयो। राम्रो ठाउँ रहेछ माउन्ट ग्याम्बियरको ब्लू लेक। राम्रो रहेछ। तिलीचो तालदेखि सेकेन्ड भन्ने पर्छ नि त कि के भन्ने, थर्डमा भन्ने कि थर्डतिर है? भेट्दै भेट्दैन नि तिलीचोलाई त। हामी जान लागेको सिङ्खोल आइपुग्यो। समथिङ के सिङ्खोल हो, गार्डन हो कि पार्क रहेछ। के खतरा छ, के गर्ने यो बुढो लगेर? दाइ लग गर्नु गाडी। तर आज अहिले चाहिँ दिन राम्रो पर्यो, घाम लाग्यो। क्रिस्टल क्लियर वाटर हेर्न पनि जानुपर्ने होला नि। क्रिस्टल क्लियर वाटर। I love this combo. यो चाहिँ माथिको तलको भ्यू, माथिबाट हेरेको। फुङ्गाल्नु मन छ तँलाई? तल जाँदैछन् उनीहरू स्टेयर्सतिर छन्। भ्यालेन्टाइन डे को दिन वार्निङ हो है यो चाहिँ। कस्तो ठाडै सिँढी रहेछ हुन चाहिँ। यहाँ चाहिँ के छ भित्र? के भएर रहेछ? यो चाहिँ हामी तल आइपुग्यो। ए त्यता के रहेछ नि त बुढो है, ऊ त्यता जाउँ न त। ल हाम्रो जनताहरू कस्तो लागिरहेछ? माउन्ट ग्याम्बियर, yes. She is totally on vacation mood. Look at her flowery girls. भूत छ? पाए त्यही। यस्तो दामी देख्दैछ यस्तो नि। Also ich habe ja angefangen zu lesen, würde es aber auch noch gern fertig lesen. यस्तै हो यहाँबाट। Nothing more than this here. केही छैन त्यो, nothing much. Let's get back
to the main place down there. सबजना खुसी खुसी रमाइलो रमाइलो भेषराजले त्यहाँ फोटो भिडियो गर्दै हुनुहुन्छ जाम तल तल जाम तल तपाईहरु के खोज्दै हिँड्नु भएको छ त्यता धेरै त्यस्तो केही छैन हेरेर आउँदा हुन्छ Look at these flowers. Oh my gosh. Oh, girlies. Oh, yes. Oh, yes. एकदम ब्युटिफुल हाम्रो नेक्स्ट डेस्टिनेसन नेक्स्ट डेस्टिनेसन भनेको लिटल ब्लू लेक हो लिटल ब्लू लेक हैन अब धेरै छैन 10 मिनेट सही छ यार सही हरियो नहुने के सबै घाँस सुकेर के त्यही भएर ड्राई अहिले चाहिँ हामी swim here. यहाँ चाहिँ स्विमिङ गर्न मिल्दो रहेछ मजाले स्विम गर्न त आफ्नो त नो ढङ्ग स्विमिङ नजानेपछि हेर्ने अनि बस्ने यहाँबाट कोलाई स्विमिङ आउँछ गाइस रश्मिदीलाई तँलाई अलिअलि आउँछ त्यही हो हामी बुढाबुढीलाई चाहिँ स्विमिङै आउँदैन आउँछ 2 फिट पानीमा $25 मिटर डिप रहेछ नि त यो त अर्को चाहिँ अलि धेरै नै थियो होला यो चाहिँ सानो भएर होला 25 मिटर मात्रै रहेछ है त्यहाँबाट स्विम गर्दो रहेछ होइन कोही स्विम गरे छैन नि त भन्ने मात्र रहेछन् स्विम भनेर ऊ के त्यहाँ त्यहाँ पुग्ने रहेछन् कि त्यहाँबाट हिँडेर अनि त्यहाँबाट स्विम गर्ने रहेछ उताबाट मान्छे आए स्विम गरेर बुढीले कहाँ उहाँबाट मान्छे आए कहाँबाट मान्छे आछ त्यहाँबाट फुङ्गाले थियो कि होइन एउटा अब मान्छे त्यहाँबाट त पुङ्गा हेर तर यहाँबाट पनि जानु मिल्छ कि यहाँबाट त आउने हो कि जानु पनि मिल्छ होला नि जम्प हानेर निस्किने होला नि त अनि त्यहाँबाट रहेछ यो चाहिँ 47 मिटर डेप्थ रहेछ जम्प हाल्छन् होला यिनीहरू ओ माई गड 47 डिपेस्ट 25 चाहिँ स्टार्टिङ डेप्थ रहेछ यसको जम्प हान्छ भनेको अघिदेखि कुर्दा 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 अहिलेसम्म जम्पै हान्दैन यिनीहरू सब एक्साइटेड भएर दर्शकहरू हेर न यहाँ होइन उताबाट जम्प हानेको त्यहाँ आएको उहाँबाट जम्प हानेर यता आएको त्यही हेर्न आएको यहाँ सबजना हानेन नि तिनीहरू त त्यहाँबाट अघिदेखि चुरुङ चुरुङ मात्र गरे केटाले बरु सक्यो उसले त सक्यो सरोज भाइले यस्तो उयो हान्छ क्या उयो केटा खै उसले जम्प हान्छ होला भनेको कम अन यु क्यान डु इट ब्रदर जिन्दगीमा स्विमिङ जाने भने त
ओए हाम्रो दर्शकहरू ल भयो जाम सबैजना गरे यस मिस्टर हस्बैंड वी नीड टु नो हाउ टु स्विम अनफर्चुनेटली वी डोन्ट नो रिग्रेट फिल भइरहेछ स्विमिङ नजानेर सबजना फर्किरहे नजा उनीहरूले जज गर्दा 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 मनमुटु स्ट्रङ बनाएर चाहिँ जम्प हाने लास्टमा अब हामी चाहिँ घर के अरे अर्को के भन्ने जानेमा के ठाउँमा जाने म्याकडोनल्ड समथिङ के भन्नेमा जाम अब यो जनताहरू यस्तै हो Okay, this is so freaking cold and windy here. Oh my god. Hi, cuties. Hi. I think a cutie was going to this guy. Oh my goodness me. What did you show? It's so cold here. It's windy here. हलिडे मुड अन छैन यस्तो रमाइलो हुन्छ है हलिडे भनेपछि काम गर्नु छैन पढ्नु छैन यस्तो भए पो हुन्थ्यो तर के गर्नु भन्दा 3 दिन हुँदैन फेरि ब्याक टु रियालिटी जानु नै पर्छ यस्तै छ जिन्दगानी ओ माय गॉड कति चिज इट्स फ्रिकिङ कोल्ड उनीहरू गइसके जस्तो छ जेटीमा गए जस्तो छ उता पर अगाडि हामी नि अब जेटी जाउँ रमाइलो गरौँ नाचौँ खाऊँ घुमौँ रमाइलो गरौँ ओ लेडिज एन्ड जेन्टलमेन उनीहरू त वहाँ पुगेको रहेछन् You did a good job, sister. You did a good job. वे कस्तो धकेलेको हो पछाडि यो के अरे पानी कस्तो हरियो हरियो टाइपको देख्ने के हरियो रहेछ अनि सब तर बीच सफा चाहिँ छैन रहेछ है यहाँ पनि फोहोर रहेछ भ्यालेन्टाइन रेडी गाइस तिमीहरू भ्यालेन्टाइनको लागि रेडी भयो हाम्रो पनि लगाइदिनुहुन्छ लिए भनेर मामाहरूले चाहिँ सबजना घरमा 7-8जना केटा मान्छेहरू छन् सब सामान ल्याएर दसैँको बिहानदेखि टिका लाउने बेला भन्छ एकजना आइरन गरेर बस्नु पर्ने बिचरा ल रश्मि दिदी टेबल रेडी गर्नु त नुडल्स खानालाई रमा बहिनी के पाक्यो ओ माई गड हामी नै हो क्या भ्याकेसनमा आएर पनि नुडल्स खाने यता पनि नुडल्सै पाकिरहेछ यो अझै पाक्दैछ है यो चाहिँ अझै रेडी भएको छैन अनि नुडल्सको लागि औँडा यो बाहिर ससेज पनि खै रेडी भयो जस्तो लागेको थियो यो चाहिँ खाना पाइएन हिजो है के अरे ल्याटस पच्चै भयो गएर म त एकचोटि लोफ्ट किम्ची ल्याएन हामीले हजुर भनेको त्यो त्यहाँ 5 स्टारमा पाउँछ भने किम्ची छ होला होइन होइन नयाँ ल्याएन होला ओ तपाईँ तिमीलाई दिन्छु भन भयो त्यही गरेर लिस्ट पठाउनु पर्छ रे हेलो लेडिज एन्ड जेन्टलमेन भ्यालेन्टाइन मनाएर सकियो सक्यो फाइनल्ली हाम्रो होली पनि सकियो हो अनि सक्यो भाइ भोलि त बिहानै गर्छन् ओ माई गड सबजना काममा व्यस्त हुनु रहेछ जनताहरू सबजना काममा हुनु रहेछ ऊ गरौँ न के काम गर्न लाग्यो हो र ठुलो बसाउनुलाई होइन कि त्यो सबजनाले त्यहाँ उ गरेर ग्लास उ गरौँ भनेर होइन अहिले गऱ्यो भने हुन्छ अरूले होइन नि त सबैले गर्ने हो नि त गरेपछि त अनि त्यस्तो अरूले भन्ने हुन्न नि त यहाँ
बरु बहिनी रोक्नुहोस् अहिले गरौँला भन्नु चित्त बुझ्छ अरूले भने यहाँ अरू भन्ने होइन सबै एज अ फ्यामिली हो दाइ प्लिज प्लिज आज आएर लाउने दाइले चित्त दुखाउनु मेरो हजुरलाई मेरो प्रोग्राममा स्वागत छ आज हजुरको भ्यालेन्टाइन कस्तो भयो भन्न चाहनुहुन्छ It was my first Valentine and its experience was so good and very beautiful moments and so happy to have been together with my dear friends and celebrate this important day means only for love. Thank you so much for your idea, dear Laurini and my dear Bobby. And Nisu, Puspa and Nisu, can you guys please tell how was your day today? It was fantastic. I haven't drunk What did you like about the day? water here. My husband. My husband. Did you have a good time today? Of course. My husband, really? Oh my god, what about you Nisu? एकदम रमाइलो भयो थ्याङ्क यू एभ्रिवान त्यति 4 आवर्स ट्राभल गरेर यहाँ सबैले टाइम मिलाउने एकदम अब त्यसरी टाइम मिलाएर आउनुभएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद र म यहाँ आम भेरी ह्याप्पी थ्याङ्क यू सो मच Okay. We need to do this often. Alright. Okay, this is all for tonight. They're all done. अब खाना खाएर सुत्ने यो लामो भिडियो बनाएर नि केही काम छैन अब म सुत्न जाने मेरो बुढा आइफोन पाएर पुरै मक्ख भइरहेछ ओ माई गड खै थ्याङ्क यू भनेको के Do you like it? Okay, this is my husband's Valentine gift. Anyway, thanks for watching. Do not forget to like, comment and subscribe my channel. And all right, good night guys.